40 लाख भन्दा कम जनसङ्ख्या, नेपालको काठमाडौँ उपत्यकाको जनसङ्ख्या जति मात्र भएको एउटा सानो बाल्कन राष्ट्र। तर जब फुटबलको कुरा आउँछ, यो देशले विश्वका महारथीहरू ब्राजिल, अर्जेन्टिना र इङ्ल्यान्डलाई पनि घुँडा टेकाउन सक्छ। हो, हामी कुरा गर्दैछौँ क्रोएसिया। पछिल्ला 2 विश्वकपमा एक पटक उपविजेता र अर्को पटक तेस्रो स्थान हासिल गरेको क्रोएसिया अहिले 2026 को विश्वकपका लागि पूर्ण रूपमा तयार छ। 40 वर्षको उमेरमा पनि युवा जोशका साथ मैदानमा उत्रिने जादुगर लुका मोड्रिचको यो अन्तिम विश्वकप यात्रा कस्तो होला? आजको यस विशेष भिडियोमा क्रोएसियाको रगतमा रहेको फुटबलको नशा, उनीहरूको युद्धबाट जन्मिएको गौरव र 26 का लागि उनीहरूको मास्टर प्लान बारे चर्चा गर्नेछौँ। फुटबल संस्कृति, स्वतन्त्रता र राष्ट्रिय गौरव। क्रोएसियामा फुटबल केवल एउटा खेल मात्र होइन, यो उनीहरूको राष्ट्रिय पहिचान हो। सन् 1990 को दशकमा युगोस्लाभियाबाट स्वतन्त्र भएपछि क्रोएसियाली जनताका लागि फुटबल विश्वमा आफ्नो अस्तित्व देखाउने सबैभन्दा ठूलो माध्यम बन्यो। उनीहरूको प्रसिद्ध चेकर्ड जर्सीले राष्ट्रिय एकताको प्रतीक झल्काउँछ। क्रोएसियाली खेलाडीहरूमा एउटा विशेष मानसिकता हुन्छ, उनीहरू कहिल्यै हार मान्दैनन्। सायद युद्धको कठिन समयले उनीहरूलाई मैदानमा अन्तिम सेकेन्डसम्म लड्न सिकाएको छ। यही जुझारूपनले गर्दा नै क्रोएसियाले सहभागी भएका आधा विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको छ, जुन आफैमा एउटा चमत्कार हो। क्रोएसियाको विश्वकप यात्रा परिकथा जस्तै छ। सन् 1998 मा डेब्यू। पहिलो पटक विश्वकप खेल्दा नै क्रोएसियाले जर्मनी जस्तो टोलीलाई 3-0 ले हराएर विश्वलाई स्तब्ध पार्यो र तेस्रो स्थान हासिल गर्यो। डेभर सुकर 6 गोलका साथ गोल्डन बुट विजेता बने। 2018 रुस विश्वकप। यो क्रोएसियाको इतिहासकै सबैभन्दा ठूलो सफलता थियो। अर्जेन्टिनालाई 3-0 ले हराउँदै सुरु भएको यात्रा नकआउटमा डेनमार्क, रसिया र इङ्ल्यान्डलाई पन्छाउँदै फाइनलसम्म पुग्यो। यद्यपि फाइनलमा फ्रान्ससँग 4-2 ले पराजित हुनु पर्यो। तर लुका मोड्रिचले गोल्डन बल जितेर विश्वको उत्कृष्ट खेलाडी बने। 2022 कतार। धेरैले सोचेका थिए यो बुढो टोलीले केही गर्दैन, तर उनीहरूले फेरि ब्राजिललाई घर पठाउँदै तेस्रो स्थान सुरक्षित गरे। 2026 को छनौट यात्रा। डोमिनेन्ट क्रोएसिया। 2026 को विश्वकपमा पुग्न क्रोएसियाले युरोपेली छनौटमा कुनै कसर बाँकी राखेन। प्रशिक्षक ज्लाटको डालिचको नेतृत्वमा क्रोएसियाले समूह एल मा राज गर्यो। तथ्याङ्क: 8 खेलमा 7 जित र 1 बराबरीका साथ उनीहरू अपराजित रहे। गोलको वर्षा। छनौट चरणमा उनीहरूले कुल 26 गोल गरे। आन्द्रे क्रामारिचले 6 र इभान पेरिसिचले 4 गोल गर्दै टोलीको नेतृत्व गरे। फारोई आइल्यान्डलाई 3-1 ले हराउँदै उनीहरूले 1 खेल अगावै उत्तर अमेरिकाको टिकट काटेका थिए। प्रशिक्षक ज्लाटको डालिच र युवा जोश। 57 वर्षीय ज्लाटको डालिच क्रोएसियाली फुटबलका सबैभन्दा सफल प्रशिक्षक हुन्। 2017 मा बिना कुनै ग्यारेन्टी सम्झौता टोली सम्हालेका उनले क्रोएसियालाई फुटबलको पावर हाउस बनाए। यसपटक डालिचले अनुभव र युवाको नयाँ सन्तुलन मिसाएका छन्। टोलीमा मोड्रिच, पेरिसिच र क्रामारिच जस्ता पुराना सिपाहीहरू त छँदैछन्, साथमा 18 वर्षीय सेन्टर ब्याक लुका भुस्कोभिच जस्ता उदाउँदा स्टारहरू पनि थपिएका छन्। रेकर्ड र अविस्मरणीय क्षणहरू। क्रोएसियाली फुटबलका केही रोचक रेकर्डहरू। लुका मोड्रिच 4वटा विश्वकपमा 19 खेल खेलिसकेका उनी अब मेसी र रोनाल्डोको रेकर्ड नजिक छन्। 2026 मा उनी 40 वर्षका पुग्नेछन्। इभान पेरिसिच 6 गोलका साथ उनी डेभर सुकरसँगै क्रोएसियाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। अविस्मरणीय क्षण। सन् 2006 मा अस्ट्रेलिया विरुद्धको खेलमा जोसेफ सिमुनिजले एकै खेलमा 3 पहेँलो कार्ड खाएको त्यो अनौठो घटना फुटबल इतिहासमै चर्चित छ। 2026 को विश्वकप तालिका र चुनौती। 2026 को विश्वकपमा क्रोएसिया कडा समूहमा परेको छ। उसले जुन 17 मा इङ्ल्यान्ड विरुद्ध ड्यालस स्टेडियममा खेल्नेछ। यो 2018 को सेमिफाइनलको बदला लिने अवसर हुनेछ। जुन 23 मा टोरन्टो स्टेडियममा पानामा विरुद्ध खेल्नेछ। उत्तर अमेरिकी टोलीसँगको यो भिडन्त रोचक हुनेछ। र समूहको अन्तिम खेल जुन 27 मा फिलाडेल्फियामा घाना विरुद्ध खेल्नेछ। अफ्रिकी गति र क्रोएसियाली बुद्धिमत्ताको लडाई हुनेछ यो खेल। के मोड्रिचको अन्तिम यात्रा ट्रफीमा टुङ्गिएला? क्रोएसियाको फुटबल कथा केवल जित र हारको मात्र होइन, यो सानो भएर पनि ठूलो सपना देख्ने साहसको कथा हो। लुका मोड्रिचको यो अन्तिम विश्वकप हुन सक्छ। के फुटबलको यो जादुगरले आफ्नो करियरको अन्तिममा त्यो सुनौलो ट्रफी उचाल्न पाउलान्? क्रोएसियाले प्रमाणित गरिसकेको छ कि मैदानमा जनसङ्ख्याले होइन, जुनुन र प्रतिभाले जितिन्छ। तपाईलाई के लाग्छ? के क्रोएसियाले 2026 मा 2018 को भन्दा ठूलो इतिहास रच्न सक्ला? आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोला।